हामी वाशिंटनको सियाटलको साउथ लेक पोइन्ट लेकमा आयौँ। यो पार्क ठुलो छ। यहाँ पहिला एउटा फ्याक्ट्री थियो। त्यो फ्याक्ट्री बन्द भएपछि यसलाई पार्कको रूपमा परिणत। पार्कको नाम ग्यास वर्क्स पार्क। यो पार्कको नाम ग्यास वर्क पार्क नामाकरण गरेको छ। यहाँ हेर्दा यी पुरानो फ्याक्ट्रीको अवशेषहरू यहाँ देखिन्छन्। यो पनि घुम्नको लागि आकर्षकको केन्द्र बनेको छ। सियाटलमा आएका अधिकांश थाहा पाएसम्मका मान्छेहरू यो पार्कमा आउने गरेको यहाँ बसेका हाम्रो अश्विन तिमी सिन्हाले बताएका छन्। यिनी यहाँ बसेको करिब कति 2 वर्ष हुन लागिसक्यो। यिनले बताए अनुसार टाकुरा। अब हामी यहाँ टाकुरामा चढ्ने हो। आफ्नो पनि खिच्नु, अगाडि राख्नु, अगाडि राख्नु, आफ्नो नि खिच्नु। ल ए आयो। अब हामी उकालो चढ्छौँ यो पार्कमा। ट्याक्क लाएर यहाँ सफा होस् भनेर डस्टबिनहरू पनि राखिदिएको छ। फोहोर छैन, सफा छ। मान्छेहरूले कुकुर पनि घुमाउँछन्। हामी नेपालमा छँदाखेरि यहाँ गार्डनमा कुकुरलाई दिशा गराउन भन्थे। दिशा गराएको बिचमा भेटिन्छ सबै। गराए यहाँ आउँदा टिपेन्नन्। राम्रो। यो सेतै फुलेको छ। त्यो ब्रिज कुन सबभन्दा लामो ब्रिज हो होइन? साउथ लेक पार्क। यो ब्रिज कुन? यो पनि धेरै लामो छ। यो ब्रिज पनि है। ल हामी यहाँको आखिर माथि आइपुग्यौँ। यो पार्कको यो डाउनटाउनदेखि नजिकै पर्छ। ल ल यता ल यता फर्क्यो। अरू केही भन्नु छ पार्कको बारेमा? यो लेक आज राम्रो मौसम। आज राम्रो मौसम छ। चिसो नि छैन, धेरै चिसो पनि छैन। आनन्दको छ। डुवाहरू खियाइरहेछन्। यहाँ ड्रोनहरू पनि उडाइरहेछन्। माथि बालुवा छरेको जस्तो छ। यी सफा छ। तालमा ल अनि कस्तो लाग्यो तिमीलाई यो ताल, यो लेक भन? शानदार छ। सानो छ कि शानदार छ? ए वहाँ त्यो पारिदेखि यहाँको धरारा जस्तो हो त्यो डाउनटाउन एरिया। त्यो घडीको लिएर ट्याक्क लिन्छ। धरारा लेकको माथि लामा पुल छन्। चिसो चिसो मौसम छ।
अश्विनले आन्टीको फोटो खिच्न आएका छन् धरा राउनी गरेर। मलाई देखाइदियो ल अङ्कल आन्टी दुइटै बसेर दुइटै बस्नुहोस् न, दुइटै बस्नुहोस् त।